पास गरिसकेपछि त्यो टर्म एन्ड कन्डिसनमा लेखिएको हुन्छ कोरियन भाषा पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी होइन, त्यो लेखिएकै हुन्छ। अनि तपाईको त्यो लेखिएको भएपछि त्यो पास हुने ग्यारेन्टी हुने होइन। र कोरियाको के रहेछ भन्नुहुन्छ नि 2 जना मान्छे चाहिएछ भने 6 जना मान्छे पास गर्ने इन्टु 3 टाइम्स चाहिँ लिने, किनकि छान्न मिलोस् भनेर छान्ने विधि पनि देखिहाल्यो। रोस्टरमा भएकाहरूलाई उमेरको आधारमा, हाइटको आधारमा, वेटको आधारमा त्यो छान्ने र उसले खोजेको श्रम शक्ति उसको देशमा लाने त्यो रहेछ। तर यहाँ के बदमासी भइदियो भन्दाखेरि रोस्टरमा बसेकाहरूले चाहिँ उता जबको एजेन्सीलाई भनौँ न, जो रोजगारदातासम्म नामै नपुग्ने पुर्याउँदाखेरि चाहिँ त्यहाँ बदमासी गर्ने पाइएको छ, जस कारण गर्दा उहाँहरू जान पाउनु भन पीडित हुनुभयो। मैले यो कुरामा यिनै राखेँ। अब युबिटी र सिबिटी जुन नयाँ र रिटर्नीहरू जो जान पाउनु भएको छैन, उहाँहरूको कुरा के हो भने यहाँ बदमासी नभइदिया भए हामी रोल क्रमबाट जान्थ्यौँ, सेटिङहरू जान पाउनुभयो, सेटिङ नहुनेर जान पाएनौँ। बदमासी भएको कारणले गर्दा कैयौँ युवाहरूको रोजगारीमाथि खेलवाड भयो। त्यो सत्ता शक्तिको दुरुपयोग गरेर हिजो त भएन आज जेएनजी आन्दोलनपछि परिवर्तित सरकारले पनि यो किसिमको व्यक्तिलाई, यो किसिमको भ्रष्टाचारलाई जरैदेखि उखालेर फ्याल्न पर्ने ठाउँमा यसमा सही निचोडा नपुगेको हो कि भन्ने भएको कारणले गर्दा मन्त्रीज्यूले पनि यसमा कुनै प्रकारको बदमासी छैन भनेर आँखा चिम्लिने काम गर्न मिल्दैन। प्रश्न उठिसकेपछि छानबिन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, अनि निचोडा पुग्नुपर्छ। र जो भाषा पास गरेर, कोरियन भाषा पास गरेर कोरिया रोजगारको लागि जान बस्नुभएका पीडितहरू र आज यहाँ नेपालमा रोजगारी पनि गर्नु भएको छैन, पाला आउँछ कि भनेर रोजगारी पाइँदैन, पाइने भए आज त्यत्रो दुःख गरेर पास गरेर जान नसक्ने स्थिति छ। यसकारण यथाशीघ्र यो समितिमा नै आइसकेको कारण गर्दाखेरि मन्त्रालयको सचिवज्यू हुनुहुन्छ, अघि तपाईँ नहुँदा नि जोराको मन्त्रालयका मातहतका विभागहरू किन आउनु भएन, किन ल्याउनु भएन। आज इपिएस शाखा नेपालको उहाँलाई पनि हामीले डाक्न सक्थ्यौँ। आज त्यो कुरा गरिरहेर हामी फेस रिड गर्न सक्थ्यौँ, फेस टु फेस आफ्नो कुरा राख्न सक्नुहुन्थ्यो। यो मन्त्रालयको समितिमा पार्टीको आन्दोलनमा प्रधानमन्त्री कार्यालयमा घेर्न जाने गरी आन्दोलन भइसकेको अवस्था हो। उहाँ आफै पनि सभापतिज्यूलाई खोजिरहनु भएको हुँदा म त्यो समितिको सदस्य हुँ।